दार्जिलिङकी दक्षता गुरुङले नेपालको सुप्रसिद्ध रियालिटी सो मेरो भोइस युनिभर्सको टप 16 मा प्रवेश गरेकी छिन्। तकभर चियाबारी दार्जिलिङकी प्रतिभाशाली गायिका दक्षता गुरुङ नेपालको मेरो भोइस युनिभर्स सिजन 2 को टप 16 मा पुगेकी छिन्। उनले ब्लाइन्ड अडिसन, मेगा राउन्ड, कम्पोजर राउन्ड, टिम कोच राउन्ड, डुएट राउन्ड अनि ग्रान्ड प्रिमियर पार गरेर टप 16 मा पुगेकी छिन्। दक्षता गुरुङ विभिन्न देशका 100 भन्दा धेरै प्रतियोगीहरूलाई उछिन्दै यो स्थानमा आइपुगेकी हुन्। अब आउने राउन्डमा उनले लोकगीत गाउन पर्नेछ। यसरी दक्षता गुरुङले दर्शक श्रोताहरूको मन जित्न सफल बन्दै गएकी छिन्। यसरी नै आउने दिनहरूमा उनलाई धेरैभन्दा धेरै भोट दिएर जिताउन दार्जिलिङे सांगीतिक कलाकारहरूले अनुरोध पनि गरेका छन्। खोजी बस्छु रात जति हुन्छ अझै तडपिरहन्छु मनको भावनालाई बुझाउँदै रङ्गी चङ्गी संसारमा तिमीलाई खोजी बस्छु रात जति हुन्छ अझै तडपिरहन्छु मनको भावनालाई बुझाउँदै माया मोह सम्झाइदेऊ यो मन, हे सम्झाइदेऊ यो मन। सधैँ नै परेवा जोडी हुन्छ।
जोडी हुन्छ उकालीमा पछि पछि ओरालीमा अघि अघि यो केटा के भएको यो केटा के भएको रेडी खोइ हाँसेको पानीमा छाया तिम्रो जस्तो मनमा माया मेरै जस्तो कागजमा लेखेर पारी निशानी मलाई राख्छु पानीमा छाया कसरी हुन्छ मनमा माया कसरी हुन्छ कागजमा छाया टाँसेर निशानी कसरी हुन्छ नदेखेसम्म को देखेपछि माया मोह सम्झाइदेऊ यो मन हे सम्झाइदेऊ यो मन मेरो रातमा तिम्रो सपना यसरी सधैँ साथ पाए एक जुनी के हो र काटिने छ सयौं जुनी सपनामा मलाई पनि आधी रातमा बिउझाइदिन्छ टाढाबाट कसैले बोलाए झै लाग्छ बोलाए झै लाग्छ बोलाए झै लाग्छ बोलाए झै लाग्छ थ्याङ्क यू मन लागे जोडिदिन मन लागे तोडिदिन मन लागे जोडिदिन मन लागे तोडिदिन
Thank you. र अब यो टप 20 शोडाउनको अन्तिम प्रस्तुतिको साथमा यो मञ्चमा आउँदै हुनुहुन्छ जसको सुन्दरता र गायकीको चर्चा जति गरे पनि कम हुन्छ र आज उहाँको परेलीमा कोही आइबसेको छ। को हो त्यो परेलीमा बसेको मान्छे? आउनुहोस् सुनौ उहाँकै मुखबाट। श्रीको मुर्सनाबाट आउँदै हुनुहुन्छ दक्षता गुरुङ। Thank you.